So hello guys, welcome to my vlog. This is me Akash Gada. तपाईहरु सन्चै म एकदम टेन्सन छु र आज हाम्रो चाहिँ 12 एक्जाम सकेर केटाहरु यहाँ मस्त त केटाहरु यहाँ मस्त वेट नाप्दै छन् अरे यहाँ ढिकी च्याउ खेल्दै छन् अनि हाम्रो मित्र चाहिँ के हो जाति तिमी एक्लै अनि आज यस्तो राम्रो भ्यू देखिरहेछ टक्क लगाएर ओ ढिकी च्याउ खेल्नु सक्छ शिविरमा सारा एकछिन बस्न तेरो नि वेट मिल्दैन क्या यस गरेर मेरो मिल्छ छोड न त पनि म भन्दा 1 केजी त बेसी रहेछ बिस्तारै त्यहाँबाट छोडेर हिँड्नु चाहिँ बिचमा हुन्छ नि वेट एकछिन न तिमीमा चाहिँ खेल्नु है साथी कसले तान्छ थेल्छ पाले बिज तिमी र म पाले बिज तिमी खेल न सुरुमा 10 चोटी खेल न पाले बिज एकछिन छोड न त कति केजी छिक्ने पैसा टिप्नु कसरी उत्रिनु यो चाहिँ उडेको उडे भएको छ त्यो त पुरै नढल्किन तान्न ल भिडियो बना ल को जाने अब्बुई ल आज हाम्रो एक्जाम सक्यो हैन ओइ लेडु खतरा पास मात्र कि फुल टप हो अब्बुई एला फाल्दै छ ओइ ल यहाँ के हुँदैछ संसारीमा विचित्र ओइ सुके ल आफ्टर फिनिसिङ एक्जाम केटाहरूको जब एक्जाम राम्रो हुन्छ नि ओइ सबैको एक्जाम राम्रो भयो नि त आज यसलाई चाहिँ दामी हल्लाइदिउँ न एकचोटि बिस्तारै सिधा होला नि ब्याङ गर्नु होला नि अनि सुत्दिन्छ पो अरे तल झोला पकाउँछ नि फेरि हिलेसम्म यसको हालत बाङ्गो भयो अस्ति गिटार लिएर आउनुपर्छ भनेको होइन हेर्दा यहाँ कस्तो रमाइलो हुन्थ्यो यहाँ अब यसको पाला यिनीहरूको बचपन भर्खर आउँदैछ होइन बचपन भर्खर सुरु हुँदैछ गल्यो अर्को बचपन उता दसैँ आयो फेरि मच्चाइदे मच्चा दसैँ एकछिन ल यहाँ इन्डा के त आउँदैन यसो
एक्जाम दिएर पनि घर आइसकेको छु जसले यहाँसम्म भिडियो अनि बाइक लाइक सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू